होइन पञ्चायत व्यवस्था चाहिँ फाल्नुपर्छ जस्तो लाग्यो। अहिले बुद्धि आएर पो त्यसले कस्तो हेराको टुक्रो फ्याँकेछ भनेर अहिले पश्चाताप लाग्छ, बेग्लै कुरो होइन नि। त्यो गयो भने हामीलाई एकदम आलु गोलमेडा घरमा भान्सामा त्यसै उम्रेर आउँछ भन्ने खालको सोचाइ थियो नि त। तपाईँ कसरी नेपाली, तपाईँले लगाएको कुनै कुरा नेपाली छैन। खाने भात पनि तपाईँले भारतबाट आएको धान खाएर चामल खाएर आउनु भएको छ। कसरी तपाईँ नेपाली भनेर मलाई प्रश्न गर्नुभएको थियो नि। यसैको लागि तपाईँले त्यति बेला व्यङ्ग्य प्रहार गर्नुभएको थियो। आज के पाइयो त तपाईँ? मेरो सोचाइ त्यो बेला पुगेन, सोचाइ नपुग्यो। म पश्चाताप गर्छु र यो अहिलेको समाजले त धेरैले पश्चाताप गर्न पाइन्छ। अहिले त आँखाबाट आँसु आउँछ पञ्चायतसँग। त्यो पञ्चायत जसले धान चामल निर्यात गर्थ्यो यो देशबाट, भारतलाई, बङ्गलादेशलाई, अरू कयौँ देशहरूलाई गर्थ्यौँ। हामी तरकारी निर्यात गर्थ्यौँ। हाम्रा विशेषज्ञ भारतमा गएर